तपाईँ कन्सिस्टेन्टली कुनै पनि काममा मेहनत गरिराख्नु भएको छ तर तपाईँले रिजल्ट नै देखिराख्नु भएको छैन। जसरी हामीले योभन्दा पहिलाको भिडियोमा कुरा गरेको थियौँ कि तपाईँले आफ्नो गोललाई फोकस गर्ने होइन कि त्यो गोलसम्म पुग्नको लागि जुन कामहरू गर्नुपर्छ तपाईँले त्यसमा फोकस गर्नुपर्छ र तपाईँ त्यसमा कन्सिस्टेन्ट हुनुपर्छ भनेर। र मान्यो कि तपाईँले त्यो गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो टास्कहरूमा तपाईँले डेली फोकस गर्दै हुनुहुन्छ होइन, तर तपाईँले त्यसबाट रिजल्टहरू नै देख्न सकिराख्नु भएको छैन। सो त्यो के भएको हो म तपाईँलाई एक्सप्लेन गर्छु। सो तपाईँ एउटा इमेजिनेसन गर्नुहोस् कि अहिले यो जाडो महिनाको टाइम छ होइन, र चाहिँ तपाईँले एउटा टेबलमा आफ्नो रुमभित्र चाहिँ एउटा आइस क्युब राख्नुभयो हो, र मानिलिउँ कि अहिले करेन्ट चाहिँ टेम्परेचर छ 21 डिग्री सेल्सियस, ठिक छ। र तपाईँ चाहिँ बिस्तारै बिस्तारै त्यो रुमलाई हिट गर्दै जानुहोस् 11 डिग्री सेल्सियसबाट 21बाट 22 पुग्यो हो, त्यो आइस क्युब जस्ताको जस्तै छ, त्यो मेल्ट भएको छैन। 22बाट 23 पुग्यो, 24 पुग्यो, 25 पुग्यो, त्यो आइस क्युबलाई केही पनि भएको छैन। सो 26, 27, 28 तपाईँले 11 डिग्री गर्दै त्यसलाई चाहिँ हिट गर्नुभयो। सो जब त्यो 29बाट 30 पुग्छ, चेन्ज भएको 11 डिग्री सेल्सियस नै हो, तर जब 29बाट 30 पुग्छ त्यो आइस चाहिँ एकैछिनमा पिलित्त पग्लिएर आउँछ। सो खासमा त्यो के भएको हो। सो अर्को एउटा पनि एक्जाम्पल दिन्छु म तपाईँलाई। जुन क्यान्सर छ, क्यान्सरले आफ्नो जुन 80% अफ लाइफ टाइम छ त्यतिखेर त्यो अनडिटेक्टेबल हुन्छ, तर केही महिनापछि नै त्यसले पुरै हाम्रो शरीरलाई चाहिँ खान थाल्छ। सो यो के भएको हो त, त्यसलाई भन्छ द ब्रेकिङ पोइन्ट, ठिक छ। सो हामीले कन्सिस्टेन्टली मेहनत गर्दै जान्छौँ हो, र हामीले चाहिँ कस्तो एक्सपेक्टेसन राख्छौँ भन्दाखेरि चाहिँ मेहनतको फल यसरी लिनियर भएर चाहिँ हामीले पाउनुपर्छ, हामीले प्रोग्रेस देख्नुपर्छ भनेर हामीलाई लाग्छ, तर त्यो त्यस्तो हुँदैन। हाम्रो एक्सपेक्टेसन हुन्छ कि यसरी हाम्रो प्रोग्रेस हुनुपर्छ भने वास्तवमा त्यो कस्तो हुन्छ, यसरी तलबाट हुँदै जान्छ। र जबसम्म त्यो ब्रेक इभन पोइन्ट, जुन त्यो ब्रेकिङ पोइन्ट पुग्दैन तबसम्म हामीले त्यसको रिजल्ट देखेको हुँदैनौँ र हामी डिसपोइन्टेड हुन थाल्छौँ। सो त्यो ब्रेकिङ पोइन्ट रिच हुन जरुरी छ तपाईँले कुनै रिजल्ट, कुनै एकदम राम्रो ड्रास्टिक इम्प्रुभमेन्ट देख्नको लागि। सो तपाईँले के गर्नुपर्ने हुन्छ, तपाईँले पेसेन्स राखेर तपाईँले चाहिँ कन्सिस्टेन्सीको साथमा चाहिँ तपाईँले मेहनत गर्दै जानुपर्ने हुन्छ यो ब्रेकिङ पोइन्ट पुगेपछि तपाईँले आफ्नो रिजल्ट्स देख्दै हुनुहुन्छ। र जसरी तपाईँले देख्नुहुन्छ कि कोही मान्छेले चाहिँ कुनै आफ्नो आइडिया पिच गर्यो र त्यसले कति धेरै पैसा कमायो, हामी त्यस्तो खालको केस स्टडिजहरू देख्छौँ, त्यस्तो खालको हामीले चाहिँ सिनारीहरू देख्छौँ र हामीले सोच्छौँ कि वाह यति गर्यो भने यति पैसा चाहिँ पाउने रहेछ, यति सक्सेसफुल भइने रहेछ भन्ने। तर त्यो हुँदैन, हामीलाई थाहा हुँदैन कि जुन त्यो पछाडिको जुन यो ब्रेकिङ पोइन्ट पछाडिको एफर्ट्सहरू छ हामीले त्यसलाई देखेको हुँदैनौँ, र हामीले हाम्रो कामहरू, हामीले हाम्रो टास्कहरू त कन्सिस्टेन्टली गरिरहेको हुन्छौँ, तर त्यो ब्रेकिङ पोइन्ट नदेखिनुको कारणले गर्दाखेरि हामी डिसपोइन्टेड हुन्छौँ। सो हामीले के गर्नुपर्छ, त्यो ब्रेकिङ पोइन्टसम्म पुग्नको लागि हामीहरू कन्सिस्टेन्टली एफोर्ट लगाइराख्नुपर्छ। र एउटा एकदम फेमस कोट छ हाम्रो थोमस एडिसनको, जुन मलाई एकदम धेरै मनपर्छ कि मेनी अफ द लाइफ फेलियर्स आर पिपल हु डिड नट रियलाइज हाउ क्लोज दे वे टु सक्सेस वेन दे गेभ अप। सो गिभ अप नगर्नुहोस् र त्यो ब्रेकिङ पोइन्ट रिच गर्नको लागि आफूले कन्सिस्टेन्टली एफोर्ट लगाइराख्नुहोस् र सिस्टममा चलिराख्नुहोस्।